जय हिन्द जय गोर्खा। म आसामबाट हो। मेरो नाम हो भोजे थापा र म सबै गोर्खाहरूलाई भन्न चाहन्छु यो हाम्रो बीचमा किन झगडा हुँदैछ, किन लफडा हुँदैछ। यो बेलामा हामी सबै साथ मिलेर लडौं हैन। दाजुभाइहरू र नेपालको दाजुभाइहरू गोर्खाहरू यसरी नरिसाउनु। एउटा मान्छेले नराम्रो भन्यो भन्दैमा सबै मान्छेको मुख त एउटै हुँदैन हैन। म मनमा के सोच्छु, मेरो साथीले अर्को केही सोचिरहेछ हैन। त्यही कारणले नरिसाउनु होला प्लिज। यो बेलामा चाहिँ तपाईहरुको साथ चाहिन्छ हामीलाई। हामी एउटै रगतको, हामी सबै गोर्खाली हो, दाजुभाइ हो। हामी एउटै फ्यामिली जस्तो मान्छे हो, फ्यामिली नै हो। नेपालकोहरू पनि मेरो दाजु हुनुहुन्छ, बहिनी हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ। हामी पनि तपाईहरुको दाजु बहिनी दिदी भाइहरू इन्डियामा छौं हैन। देश विदेश हर जग्गामा गोर्खालीहरू छ र यो बेलामा चाहिँ हामीलाई तपाईहरुको साथ चाहिन्छ र यो झगडा चाहिँ प्लिज म हात जोडेर भन्छु कहिले पनि झगडा नगर्नु होला। यो बेलामा चाहिँ हामी सबै साथ भएर साथ लडौं हो। अनि एउटा कुरा चाहिँ सीमाजीले गर्नुभएको थियो हो। सीमाजीले गर्नुभएको कुरा मलाई पनि नराम्रो लाग्यो सुनेर। नेपाल, म पनि इन्डियाको नै हो, तर नेपालको गोर्खाहरूलाई भन्नुभयो सीमाले हैन, सीमाजीले। म पनि गोर्खा हो, मलाई पनि खुकुरी चलाउन आउँछ। र सीमाजी तपाई भन्नुहोस् खुकुरीको नाम कतिवटा छ, खुकुरीको डिजाइन कतिवटा हुन्छ त्यो भन्नुहोस्। तपाईले आफूलाई त गोर्खा भन्नुभयो, मेरो नाम त सीमा शिवानी भन्नुभयो हैन। म पनि भनिदिन्छु, त्यस्तो भन्नुमा त इजी छ हैन। म पनि भनिदिन्छु मेरो नाम भोजे थापा, म त गोर्खाको छोरा हो। खुकुरी चलाउन आउँछ, हतियार चलाउन आउँछ, सबै त गर्न आउँछ हैन। तर यो बेलामा चाहिँ हाम्रो झगडा गर्ने। अनि नेपालकोले पनि भन्नुभएको थियो हामी त कसैको गुलाम होइन, इन्डिया हो गुलाम हैन। धोती लाउने अरे, त्यस्तो होइन। हामी दाजुभाइ हो सबै। जे भए पनि हाम्रो बीचमा झगडा भए पनि अरूलाई नसुना, मलाई अरूलाई केही नगयो हो। यो बेलामा सबैले साथ दिनुपर्छ र अहिले हामीलाई नेपालले साथ दिनुभयो भने र नेपालमा कुनै बेलामा त अप्ठ्यारो आयो भने हामी पनि त नेपाललाई साथ दिन्छौं हैन। त्यही हो मैले चाहिँ भन्नु चाहेको। र यो झगडा चाहिँ प्लिज बिल्कुलै नगर्नु। मैले पनि धेरै युट्युबमा हेरे हो, फेसबुक हुँदी हेरे हजुरहरूको झगडा लफडा। यो सुनेर मलाई पनि साह्रै दुःख लाग्दैछ, किन हाम्रो यो गोर्खाहरू झगडा गर्दैछ। यो पाराले चाहिँ हामी कहिले पनि उभो लाग्ने छैनौं र यो झगडा बन्द गराउनुहोस् प्लिज, बन्द गराउनुहोस्। म बार बार भन्छु प्लिज यो झगडा चाहिँ कहिले नहोस् गोर्खाको बीचमा। गोर्खा त्यस्तो हुँदैन, कहिले पनि दाजुभाइहरू झगडा लाग्दैन। बरु गोर्खा मिलेर, सबै गोर्खा मिलेर दुश्मनहरूसँग चाहिँ झगडा गर्छ, दुश्मनहरूसँग जित्छ। त्यो होइन कि गोर्खाहरू दाजुले भाइलाई गोद्यो, भाइले दाजुलाई गोद्यो। त्यस्तो गरेर गोर्खा कहिले पनि उभो लाग्दैन। र यति नै भन्नु चाहेको, प्लिज यो झगडा नगर्नुहोस्। दार्जिलिङको दाजुभाइहरू गोर्खाहरूलाई पनि भन्दैछु, नेपालकोलाई पनि भन्दैछु, सबै यो विषयमा जति पनि छरिएर बसेका छन् हाम्रो गोर्खाहरू सबैलाई भन्दैछु, हामी मिलौं अनि मात्रै हामी उभो लाग्छौं। दार्जिलिङमा गोर्खाल्यान्ड पायो भने, दार्जिलिङमा गोर्खाल्यान्ड पायो भने के हुन्छ, हाम्रो पनि नाम बढ्छ। इन्डियामा पनि भन्छ सबै मान्छेले हैन, गोर्खाल्यान्ड गोर्खाको जग्गा हो यो भनेर। हाम्रो पनि घर हुन्छ, परिवार हुन्छ। म त आसामको हो, तर मलाई पनि घुम्न जानु मन लाग्छ। तपाईहरुलाई पनि त्यस्तै जानु मन लाग्छ होला। मेरो पनि नेपालीको जग्गा हो, गोर्खाको जग्गा हो, हामी पनि घुमेर आऊँ न, घुम्नु जाम हैन। सब मान्छेले इज्जत सम्मान गर्छ। त्यही भन्न चाहन्छु, प्लिज झगडा चाहिँ नगर्नुहोस् ल। यति नै बोल्दिन्छु।
गोर्खा, जय भारत माता, जय हिन्द, जय नेपाल। गुड नाइट।